नमस्कार। आज म आइपुगेको छु ललितपुरको बुङ्गमती, एउटा ऐतिहासिक नेवारी बस्ती जहाँ छ रातो मच्छिन्द्रनाथ मन्दिर, वर्षा, समृद्धि र आस्थाले भरिएको पवित्र स्थल। साथै म तपाईँहरूलाई बताउनेछु यसको इतिहास, संस्कृति र एउटा सानो चुनौती पनि जसले यहाँको सुन्दरतालाई असर गरिरहेको छ। कथाअनुसार काठमाडौँ उपत्यकामा अकाल परेको बेला, मतलब पानी नपरेर अकाल परेको थियो, त्यस बखत भारतको असमबाट मच्छिन्द्रनाथ यहाँ ल्याइयो। उनको आगमनसँगै वर्षा भयो र फेरि जीवन चलायमान भयो। स्थानीयहरू उनलाई वर्षा र समृद्धिको देवता मान्छन्। मन्दिरमा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूको परम्परामा पूजा हुन्छ। प्रत्येक वर्ष रथ जात्रा मनाइन्छ यहाँ, जसले सांस्कृतिक र धार्मिक एकताको प्रतीकका रूपमा महत्त्व राख्छ। मन्दिर शिखर शैलीको छ, पुरानो काठ र इँटाले बनेको। बुङ्गमतीका गल्ली, घर र चौकले पुरानो नेवारी संस्कृति र वास्तुकला झल्काउँछ। यहाँको सौन्दर्य मात्र होइन, यहाँको परम्परा र आस्था पनि अत्यन्तै मूल्यवान छ। तर आजको दृश्यले मन अलिक खिन्न बनायो। मन्दिर नजिकैको झोलुङ्गे पुलमा फोहोर थुपारिएको छ। यसले केवल दृश्य मात्र बिगारेको छैन, बुङ्गमतीको सुन्दरता र पर्यटक अनुभवमा नकारात्मक असर पारेको छ। हामी सबैको जिम्मेवारी छ फोहोर नफाल्ने, स्थानीयको सम्मान गर्ने र परम्परालाई जोगाउने। बुङ्गमती केवल हेर्ने ठाउँ मात्र होइन, यो सम्मान गर्ने, संरक्षण गर्ने र मनले अनुभव गर्ने थलो हो। आजको यात्रा तपाईँसँगै बिताउँदा मैले महसुस गरेँ कि यहाँको सौन्दर्य र इतिहास बेजोड छ। हामी सबैले सानो जिम्मेवारी उठाएर हामीले यो सुन्दरतालाई बचाउन सक्छौँ। विशेष गरेर फोहोरको बारेमा ललितपुर महानगरको ध्यानाकर्षण गराउन चाहन्छु। यो मेरो विनम्र निवेदन छ। धन्यवाद। जय मच्छिन्द्रनाथ, जय बुङ्गमती।